नमस्कार। 3-4 दिनदेखि तराईको जीवन चिसोले अलि अस्तव्यस्त छ। यो चिसो मौसममा आज पनि म बैतडीका कवि हीरा भट्टको चुलेसी बजै लिएर उपस्थित भएकी छु। यो कविता शार्दूल विक्रीडित छन्दमा रहेको छ। यस कवितालाई मैले आवाज दिने प्रयत्न गरिरहेकी छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। बाख्रा बाँदर आत्मनिर्भर पनि पाल्ने अरे बाघले, खाँदै खान्न जुठो भनी सहरमा बाचा गर्यो कागले। यस्ता तर्क सुनेर ठिक्क बीचमा काँस चुलेसी बजै, नेता झै कवि सत्य बोल्दछ भनी हाँस्छिन् चुलेसी बजै। माछाले जल छुन्न रोप्नु छ भनी छुन्नन् मुसाले बिउ, छुन्नन् मासु अचेल बाघ चितुवा, छुन्नन् बिराला घिउ। नेताले घुस छुन्न भन्दछु जसै काँस्छिन् चुलेसी बजै, नेता झै कवि सत्य बोल्दछ भनी हाँस्छिन् चुलेसी बजै। म्या म्या गर्न भुले खसी सहरमा, कहाँ भुले कागले, होक्का भुल्दछ गोरु गर्जन भुले, झन् सिंहले बाघले। नेता भुल्छ सत्य भाषण सुनि काँस्छिन् चुलेसी बजै, नेता झै कवि सत्य बोल्दछ भनी हाँस्छिन् चुलेसी बजै। धरतीमा अझ डाइनोसोरसहरू खोजेर मिल्लान् कतै, दुर्गन्धी गुहु खान झन् सुँगुरले छोडेर हिँड्लान् कतै। नेता चल्दछ नीतिमा जब भने काँस्छिन् चुलेसी बजै, नेता झै कवि सत्य बोल्दछ भनी हाँस्छिन् चुलेसी बजै। भैँसीले फुल पार्न सक्छ गुणमा बाँधेर आयो भने, बच्चा पाउन सक्छ झन् पुरुषले चोली लगायो भने। यो व्याख्यात्मक टिप्पणी जब सुनिन् काँस्छिन् चुलेसी बजै, नेता झै कवि सत्य बोल्दछ भनी हाँस्छिन् चुलेसी बजै। धन्यवाद।